वाउ बाबा जित्यो जित्यो के जित्यो फेरि जित्यो बे जित्यो जित्छ खुब त्यो कुरा हैन के लटरी जित्यो के लटरी हेर्नु न लटरी कसरी थाहा पायो तिमी लटरी जित्यो भनेर अनि यहाँ हेर्नु न मम्मीको फेसबुकमा आयो के मम्मीको फेसबुकमा खै हेरौँ त कतिको रहेछ लटरी 10 लाख 10 लाखको खै ए हो जस्तो छ है तर यहाँ के कुरा भनिरहा बैंक अकाउन्ट नम्बर अनि त्यसपछि डीओबी मागे छ अनि त्यसपछि मोबाइल नम्बर मागे छ मोबाइल नम्बर नि मागे है अनि नागरिकता विवरण नि मागे होला नागरिकता पनि मागे छ पख यसमा लिंक क्लिक गर्न भनेर चाहिँ लिंक क्लिक गर्न भने 5 दिनमा 5 दिन भित्र भनेछ है त्यही ए ल जो मम्मीको डीओबी सोध्रा आउ जो सोध्रा आउ छिटो फर्म गर्नु पर्छ मम्मीले चिट्टै भन्नु भएन भन्नुहुन्छ भने हो र त्यही तर यहाँ त देखाछ है 10 लाख भन्नु 5 दिनमा त्यो भेरिफाई गर्नु भनेछ अब के कुरा हो त राम्रोसँग हेर्नु त ए छोरी यो त स्क्याम रहेछ नि कसरी यार कस्तो तपाई नि राम्रोसँग हेर्नु न राम्रोसँग हेर्नु 10 लाख भन्दा आजकल नि छोरी खास बल्ल मलाई याद आयो कि आजकल यति धेरै स्क्याम चलिरहेछ नि यस्तो तपाईलाई लोटरी पर्यो चिट्टा पर्यो यहाँ जानुस् यहाँ लिंक क्लिक गर्नुस् भनेर तपाईको हाम्रो गोप्य विवरणहरु माग्छन् जस्तै हाम्रो पर्सनल विवरणहरु के जस्तो अनि भन्यो नि तिमीले यहाँ भनेछ नि जस्तो फोन नम्बर भनेछ डीओबी भनेछ आदि विवरणहरु मागेर त्यही विवरणहरु युज गरेर हाम्रो अनलाइन बैंकिङहरु हाम्रो एकाउन्टहरु ह्याक गर्दिने हाम्रो गोप्य सूचनाहरु लिक गर्दिने र हामीलाई समस्यामा पार्ने गर्छन् के आजकल बुझ्यौ केरिका म कति घुम्न जान्छु त्यो पैसा ल्याउन कस्तो जिन्दगी यस्ता कुरामा हामीले विश्वास गर्नुहुन्न छोरी बुझ्यौ विश्वास गर्नुहुन्न यस्ता आइरहन्छन् लिंकहरु क्लिक गर्न भनिरहन्छन् हामी स्क्याममा पर्न सक्छौं त्यसैले सचेत रहनुपर्छ जहिले पनि हामी बुझ्यौ अब हतारमा यस्तै अहिले जस्तो हामीलाई 5 दिन भित्र भनेछ नि 5 दिन भित्र क्लिक गर्नुस् भन्दा हामीलाई हतार गराउँछन् नभए तपाईको पैसा आउँदैन भन्छन् अनि हामीलाई हतार गराएर हामीलाई इमोसनली ब्ल्याकमेल गरेर ट्रिट गरेर उनीहरुले के गर्छन् भन्दा हामीलाई त्यो क्लिक गर्न बाध्य बनाउँछन् हामीले त्यसैले कुनै लिंक देख्यौं भने अथवा यस्तो विवरण देख्यौं भने फेक हुन सक्छ आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै हामीले अगाडि बढ्नु पर्छ कस्तो डेन्जर रहेछ यो स्क्याम भन्ने डेन्जर हुन्छ छोरी त्यसैले कुनै पनि कुरा क्लिक गर्न अगाडि सोचौं बुझौं अनि मात्र अगाडि बढौं कुरामा चाहिँ तपाईहरु विश्वास नगर्नु होला अनि पहिला चाहिँ तपाईहरुले कुरा बुझेर चाहिँ सुन्नुस् हैन यो रियल हो कि फेक हो हैन अनि त्यसपछि कोही म जस्तै हो भने पहिला आफ्नो प्यारेन्ट्सलाई भन्नु